हेलो हेलो ह्याप्पी होली सबैलाई। आज होलीको दिन चाहिँ बिहिबार परेको छ, त्यही हुनाले यो धनकुटा बजारमा चाहिँ बिहिबारे हटिया भन्ने है बजार लाग्दो रहेछ। त्यही बजारमा चाहिँ हामी दुईजना सब्जी किनमेल गर्न जाँदैछौँ। केही समयपछि यहाँ हाम्रो झोला यत्रो छ, झोला लिएर हिँड्नु पर्दो रहेछ। फेरि यहाँको बजारमा चाहिँ गाह्रो छ, झोला नलगिकन गयो भने त त्यही हातैमा लिएर आउनुपर्छ हौ। केही समयपछि म हजुरहरूलाई बजार देखाउन गइरहेको छु। हेर्नु अहिले यो चाहिँ बिहिबारे हटिया हेर्नु होला है। डाँडाबाट यस्तो भिज देखिन्छ। म चाहिँ ओरेन्ज सिटी पनि भन्छन् यसलाई। यो नजिकै रहेको ओरेन्ज सिटी हो। पुरै यहाँका घरहरू सबै ओरेन्ज कलरको भएर चाहिँ ओरेन्ज सिटी भनेर म हजुरहरूलाई अब तल गएर यहाँको बजार देखाउन गइरहेको छु। यो चाहिँ सब्जी पाउने ठाउँ हेर्नु, जे सब्जी किनेर पाइन्छ। तर पाहाडमा भएकोले अलि समथर जमिन हुँदैन, त्यही भएर तराईको जस्तो मिलेको जमिन चाहिँ छैन। ढोका अम्ला मोडा कुच्चो जे लिए पनि पाइन्छ हेर्नु। एकदम सस्तो आज होली भयो होला, त्यो मान्छे चाहिँ त्यति साह्रो छ यहाँ। कसरी हो आलु? यो 100 को 4 केजी। कति सानो छ। यो चाहिँ कपडा पसल हो। आज होली भयो, त्यति साह्रो बजार लागेन पहिला जस्तो। सोधा न कता खै राजमा कसरी हो? राजमा ए र छाँदो रहेनछ। धनकुटाको बिहिबार हटिया लाग्नुहोस्। कति 40ले भन्नु भएन आलु? कति किलो लाने? 2 भए पुगिहाल्यो नि त। एक मुठा सागको राम्रो छ होइन साग? सिपेको दाना होइन? 40 रुपियाँ भन्नुभयो होइन? हामी चाहिँ यहाँ बिहिबारे हटियामा सब्जीहरू किनमेल गरेर फर्किँदै। यहाँ पछाडि मिस बोक्दै हुनुहुन्छ। यहाँको बजार चाहिँ सस्तो भन्नु महँगो होइन, पाहाडको बजार हो। तराईभन्दा चाहिँ होस् महँगै छ भन्नु। किनमेल गरेर फर्कियो अब। 25ले दिन्छ। यस्तो उकालो फर्किने बाटो त चाहिँ थोडा बारी छैन। मोटो मान्छे घट्ने भयो अब हिँड्दै। सामान हाम्रो किनमेल चाहिँ आलु साग हेर्नु। 500 को सामान एक झोला छ। 500 को सामान एक झोला छ। के गर्ने? होलीको दिन होली खेल्न छोडेर यसरी किनमेल गरेर हिँड्नु परेछ। गाह्रो छ, के गर्नु? के गर्नु? तराईको भएदेखि बजार भएदेखि एकैछिनमा पुगेर आइन्छ। पाहाडको बाटो उकालो छ, जाँदा 20 मिनट आउँदा 30 मिनट। गाह्रो छ। खल गलेर कोही मान्छे हिँड्न नसक्नु वहाँ पछाडि छनु। के गर्नु? जति छिटो हिँड्यो भने पर्खेर लानुपर्छ। गाह्रो छ मोटो हुनु जान्ने। यदि फेरि बिहिबारमा
हप्ताको एकचोटि बिहिबार मात्रै लाग्ने बजार हो कि नगए पनि नहुने अलिक सस्तो पाउँछ कि भनेर जान त गयो 10 रुपियाँको सागलाई 20 रुपियाँ भन्छ के हो गाह्रो छ आइए बल्ल बल्ल बल्लै बजार सकेर उकालो छोड्यो सर्टकट बाटो भनेर गएको उकाले बल्ल राम्रो बाटो आयो है यो चाहिँ धनकुटाको विभिन्न अफिसहरू जाने बाटो हो सबै कार्यालय यही बाटो गई सबै कार्यालय धनकुटाको सबै कार्यालय पुगिन्छ बाजे आउँदै हुन्छ पछाडि बाजे नि बजार हेर्नुभयो होला बाजे कता बजार हो ल बाजे ल राम्रो जानु शुभयात्रा के हो छेपी भनेको ए साग पो जाउँ होइन रोड गएको त छिटो अलि ढिलो पुगिन्छ होइन सर्टकट बाटो आएको उकालो ब्रेक पनि नलाग्ने खालको उकालो छ बाटो डेन्जर उक्ला के भन्ने साह्रै डर छ हौ रेडियो नेपाल हो यो धनकुटामा रहेको छ रेडियो नेपालको अफिस चाहिँ मान्छेहरू धमाधम बजार गइरहेका छन् रेडियो नेपाल हो हेर्नुहोस् मजाले म्युजिक बजिरहेको छ त्यो 20 घन्टा बजे गर्छ यो चाहिँ अफिस हेर्नु त्यहाँ कहिले आउँदैन त हौ कोठा पनि टावर भेन्टिसीको यत्रो उहाँ तलदेखि हिँड्दै यत्रो डाँडासम्म आयो कोही मान्छे हिँड्नै सकेको छैन कोही मान्छेमा पसिना निस्कियो भने पसिना नै निस्किन्छ त उकालो नि बल्ल अब हाम्रो चाहिँ परदेखिको कोठा आइपुग्नु लाग्यो एकैछिन पुगिन्छ अब यस्तरी मौरी पालन गरे खाने यहाँ चाहिँ लाग्दैन मौरीको डोड धनकुटा डाँडा बजार राम यिनीहरू होली खेलेर हेर बिजोग मलाई नआन है म त होली अहिले फेरि म पड्काउँछु नि नगर भन्छु नगर के म खेल मलाई खै छोडा त रङ हाल्नु होइन कहाँ अबिर हालेर त्यसमा भने थेट धमाधम होली खेलिरहेको ल फाइनली गाइस हामी चाहिँ रुम आइपुग्यो बल्ल देखाइदिइसकेको त केटाकेटीहरू होली खेलिरहेछन् यार रङ बनाउँदैछन् धमाधम ल कति रमाइलो कति रमाइलो गरिराख्नु त होलीमा ल सबैले भिडियो फुल वाच गरिदिनु होला सब्सक्राइब लाइक एन्ड सेयर गरिदिनु होला सबै सम्पूर्णमा ह्याप्पी होली हस् त बाइ